हेलो गाइज वेलकम ब्याक। हेर्नुहोस् त आज मौसम पानी परिरहेछ। म आज पनि एपोइन्टमेन्टको लागि आएको थिएँ। आज चाहिँ यो तलको दाँतमा पनि ब्रेसेस राख्नलाई बोलाएको थियो र फाइनली तल र माथि दुवैतिर मेरो ब्रेसेस राखिसक्यो। आज मौसमले धेरै नै च्यालेन्ज गर्यो। पानी परेको एक हप्ता जति नै हुन लाग्यो। घाम पनि राम्रोसँग लागेको छैन। अब यो ब्रेसेस राखेपछि त मेरो बाइट गर्नै नमिल्ने भएको थियो। मैले छिटो डक्टरहरूलाई भनेर यता माथि चाहिँ सिमेन्टी हालिदिनु भएको छ। बाइट गर्दाखेरि यो माथिको दाँतले यो तलको ब्रेसेसलाई नछुने गरी। सो फाइनली अब खानेकुराहरू चाहिँ बिस्तारै चपाएर खानुपर्छ भन्नुभएको छ। अलि अप्ठ्यारो होला, अलि गाह्रो होला। यता पनि एकदम धेरै नै चेन्ज भइसक्यो है गाइस धुलिखेल हस्पिटलमा। पहिला यता चौर जस्तै थियो, अहिले पुरा ढलान गरेर ढुङ्गा छापेर कस्तो राम्रो बनाएको छ। तपाईँहरू धुलिखेल हस्पिटलको गेटबाट छिरेपछि चाहिँ सिधै तल आउनुपर्छ डेन्टिस्टको लागि। यो बिल्डिङ नै छुट्टै छ, भिडियोमा देख्न सक्नुहुनेछ तपाईँहरूले। धेरै तल आउनुपर्छ, माथि गेटबाट भित्र छिरेपछि। ठाउँ पनि कस्तो राम्रो छ, कस्तो शान्त सुन्दर। धेरै टाइम त लागेन गाइस यो लोवर टिथमा बेन्डिङ र बोनिङ गर्नलाई। जम्मा 2 घन्टा मात्र लाग्यो। सो तपाईँहरू पनि यस्तो धेरै टाइम लाग्ने थाहा भएर चाहिँ हस्पिटल आउँदाखेरि अर्ली आवरमै आउनु होला। द्याट्स माई सजेसन फर यु।